यहाँ चाहिँ आजदेखि हाम्रो श्रीमद् भागवत महासप्ताह सुरु भएको छ सुवेदी कुञ्जमा। अनि यो भिडियो हेरेर यताउति वरिपरि कोही हुनुहुन्छ भने आइदिनु होला। र आज चाहिँ हाम्रो सुरुको दिन थियो, पहिलो दिन, र हामीले यसरी कलश यात्रा गरेर पुरै भव्यका साथ यो सप्ताह चाहिँ सुरु गरेका छौँ। र यसरी हामीले यो महासप्ताह चाहिँ हाम्रो हजुरआमा माधवी सुवेदीको वर्ष दिन सकिएर उहाँको श्राद्ध सकाएर आजबाट थालेको हौँ। अनि हामीले चाहिँ यसमा सम्पूर्ण सुवेदी परिवारको पितृहरूलाई चाहिँ सम्झेको छौँ। अनि एकदम भव्यताको साथ हाम्रो कुबेर सुवेदी गुरुजीबाट चाहिँ यो श्रीमद् भागवत प्रवचन हुँदैछ। उहाँ चाहिँ हाम्रो वक्ता भएर एकदम हँसी ठट्टा मजाक गरेर एकदम भव्यको साथ गरिरहनुहुन्छ। मैले त यस्तो अहिलेसम्म श्रीमद् भागवत महापुराण कहाँ कहिले पनि सुनेको थिएन। सानोमा हुँदाखेरि एकदम धेरै मनसँग देखेको गरेको चाहिँ थिएँ, तर यस्तो त मैले कहीँ देखेको थिएन। उहाँको चाहिँ एकदमै इन्टरटेनिङ पनि हुँदो रहेछ, एकदमै फुल अन धमाका नै हुँदो रहेछ। र भगवानको त हामीले यति स्तुतिहरू सुन्यौँ, यस्तो राम्रो भयो, यस्तो राम्रो लाग्यो, यस्तो मैले कहिले देखेको थिएन। हजुरहरू वरिपरि हुनुहुन्छ भने आउनु होला, अथवा यु क्यान स्टे ट्युन्ड विथ मी एन्ड आई विल किप पोस्टिङ मोर एन्ड मोर भिडियोज। मैले चाहिँ सानो ब्लगहरू पनि बनाउँदैछु, जुन म अब टाइम मिलेपछि हाल्छु होइन। यो चाहिँ मैले जस्ट क्लिप हालेको आजको। हामीले चाहिँ पुरै झापा तोपगाछी वरिपरि 1 घन्टा जस्तो यसरी कलश यात्रा गऱ्यौँ होइन। पुरै वरिपरिको मान्छेहरू पनि धेरै नै आउनुभएको थियो। अनि हामीले चाहिँ अब खानपिनको पनि हामीले व्यवस्था छैन। अनि बेलुका भजनमा नाचगान, अनि त्यसपछि हामीले क्विज जस्तो कम्पिटिसन पनि गराउनुहुन्छ कुबेरजीले। अनि एकदम मनोरञ्जनात्मक पनि बनाउनु रहेछ यो महासप्ताह चाहिँ। र म सम्पूर्णलाई यसमा आउनु निमन्त्रणा गर्छु। आउन सक्नुहुन्न भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु, हेरिदिनु, अनि त्यसपछि इन्जोय गर्नु भनेर भन्छु म। अनि त्यसपछि यो आज पहिलो दिन मात्र, यसरी नै अर्को 6 दिन हामीले यो महासप्ताह श्रीमद् भागवतलाई चाहिँ रमाइलो गर्नेछौँ। र पुरै तोपगाछी जिल्ला नै, तोपगाछी गाउँ नै यसले चाहिँ मनोरञ्जनात्मक बनाएको छ। Keep watching Manas Indonesia channel and I will keep posting. आजको लागि धेरै धेरै धन्यवाद। अनि जय श्रीमन्नारायण।